गरेका छौं। यस सम्मान पत्रमा लेखिएको छ कौशल इंग्लिश बोर्डिङ स्कुल तारकेश्वर 18 मनमैजु काठमाडौँ सम्मान पत्र। विभिन्न आरोह र अवरोहहरू पार गर्दै आफ्नो जीवनको उत्तरार्धमा प्रवेश गर्दा पनि यहाँको शिक्षा प्रतिको लगाव र मायाले यस कौशल इंग्लिश बोर्डिङ स्कुलको सञ्चालनार्थ आफ्नो घर तथा जग्गा दिई सहयोग गर्नुभएकामा यहाँको योगदानको उच्च कदर गर्दै तपाईं श्रीमती तारा सापकोटाज्यूलाई यो सम्मान पत्र प्रदान गरिएको छ। यहाँको आगामी दिनहरू थप सुखमय बन्दै जानेछ भन्ने आशाका साथ यहाँको सुस्वास्थ्य तथा दीर्घायुको समेत कामना गर्दछौँ। अध्यक्ष साधुराम खत्री, विद्यालय व्यवस्थापन समिति, प्रिन्सिपल शिवप्रसाद अर्याल, प्रमुख अतिथि प्रदीप कुमार राई, व्याकुल काइला र उहाँलाई दोसल्ला उडाएर सम्मान गरिदिन विद्यालयका प्रिन्सिपल श्री शिवप्रसाद अर्याल र कार्यक्रमका सभापति श्री साधुराम खत्रीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी उहाँलाई खादा उडाएर सम्मान गरिदिनका लागि विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री कृष्ण प्रसाद अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र यस प्रमाणपत्र सम्मान पत्र प्रदान गरिदिनु हुन आजका यस कार्यक्रमका विशेष अतिथिज्यू श्री थकिन कुमार गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्छु। वास्तवमा शिक्षा प्रतिको मोह नै सबैभन्दा उच्च र शिक्षा प्रति गरिएको कर्म नै सबैभन्दा ठुलो कर्म हुन्छ। जीवनमा जे जति कामहरू गरे पनि शिक्षाको क्षेत्रमा दिएको योगदान जति ठुलो कुराहरू केही पनि हुन सक्दैन। यो असाध्यै पुण्यको काम हो, किनकि जीवनको उत्तरार्धमा पनि उहाँले यो सहयोग गर्नुभएकोमा फेरि उहाँलाई लाख लाख शुभकामना सहित धन्यवाद दिन चाहन्छु र अतिथिज्यूहरूलाई आफ्नो आसनमा पुनः आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कक्षा 1 का साना भाइ बहिनीहरू, हामी साना कोपिलालाई खेर नफाल भन्ने मिठो गीत गाउनको लागि अगाडि आउँदैछन्। कक्षा 1 का भाइ बहिनीहरू, हामी साना कोपिलालाई खेर नफाल भन्ने बोलको गीतमा यहाँहरूलाई आफ्ना सुमधुर स्वरहरू पस्कन आउँदैछन्। अबको प्रस्तुतिमा हामी साना कोपिलालाई खेर नफाल।
यति मिठा शब्दहरूसँग यति कन्फिडेन्टली गीत गाएर गएका छन्। र अबको प्रस्तुतिमा एउटा सुन्दर नृत्य रहेको छ। धेरै गीतहरू मात्रै आइरहँदाखेरि वास्तवमै यहाँहरूलाई पनि अलिकति कता कता बोर भएको हुनसक्छ। त्यहाँ 9 का विद्यार्थी भाइ बहिनीहरू आयुष्मा, रोजिना र मोनिका जुन नृत्यलाई कोरियोग्राफी गर्नुभएको थियो डान्स शिक्षक वन्दना भण्डारीले, र अबको पालीमा गणेश वन्दना, सरस्वती वन्दना र गुरु वन्दना। श्रीवक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। श्रीवक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। श्रीवक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। श्रीवक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभा निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। या कुन्देन्दु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या शङ्कर प्रभृतिभिः दैर्वैः सदा वन्दिता। सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरा साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। तस्मै श्री गुरुवे नमः। तस्मै dani dim tadare dani dim tanadere na dim tadare dani dim tadare dani dim tanadere na o dani der der tani tanadere na o dani der der tani tanadere na
dimna dere dimna odani odani dilla dim ta dare dani dim ta dare dani dim ta na re na धन्यवाद यी साना कलिला प्यारा यी नानी बाबुहरूलाई एकचोट जोरदार तालीले यस मञ्चबाट विदाई गरिदिउँ। वितरण गरिदिने हुन कक्षा 10 की सोनिका र अञ्जलीलाई म हार्दिक अनुरोध गर्छु। म धेरै ठाउँमा कार्की हुने गरेको छु। एउटा लोकेन्द्र कार्की भइदिएर कलाकारहरूले मेरो कहीँ संवेदनशील ठाउँहरूमा पनि प्राय
लोकेन्द्रबार कार्की भनेर छापिएर पनि आयो एक दुई ठाउँमा। यो हाम्रो भरत सरको गल्ती होइन। कौशल अङ्ग्रेजी माध्यमिक विद्यालयले आयोजना गरेको यस 11औं अभिभावक दिवस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथि आइपुग्नु त भएको छैन, तैपनि यस आजका कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथि तथा प्याप्सन काठमाडौँका अध्यक्ष आदरणीय सर थगिन कुमार गुरुङज्यू, प्याप्सन काठमाडौँका सहसचिव तथा न्युटन हाई स्कुलका प्रिन्सिपल आदरणीय रामबहादुर सर, अर्गनाइजेसन प्राइभेट स्कुल ओप्सका ड्यासमा आसीन पदाधिकारी सरहरू, अन्य विभिन्न विद्यालयबाट तथा विभिन्न सङ्घ संस्थाबाट यस विद्यालयको निमन्त्रणालाई स्वीकारेर उपस्थित हुनुभएका आदरणीय अतिथिज्यूहरू, यस विद्यालयका व्यवस्थापन समिति अध्यक्षका लगायत अन्य मित्रहरू, यस कौशल स्कुलका प्रिन्सिपल तथा अर्गनाइजेसन प्राइभेट स्कुलका सचिव र मेरो मित्र शिव सर, अन्य अतिथिज्यूहरू, आजको यस 11औं अभिभावक दिवसलाई भव्य सभ्य र शिष्ट अनि र मनोरञ्जनका साथ लामो समयमा बस्ने समय निकालेर यस विद्यालयलाई माया गरेर उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण उपस्थित अभिभावकज्यूहरू, अन्य दर्शकहरू, यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरू, कर्मचारीहरू, साथै यसै विद्यालयमा अध्ययनरत प्यारा भाइ बहिनीहरू, आज यस कौशल स्कुलको प्राङ्गणमा म अतिथिको रूपमा आफ्ना केही विचारहरू राख्ने एउटा शुभ अवसरमा म आजभन्दा धेरै अगाडि 15-18 वर्ष अगाडि म गएको आफूलाई महसुस गर्छु। म जतिखेर यस उत्तरी भेगमा, विशेष गरेर काठमाडौँको उत्तरी भेग जहाँ मनमैजु, धर्मस्थली, फुटुङ, साङ्ला, झोर जस्ता गाविसहरू छन् र अहिले कालान्तरमा जहाँ जुन अवस्थामा भए पनि ती नगरपालिकाहरू आफ्नो ठाउँमा घोषित भएका होलान्, तर विगत 2052-53 सालमा म भर्खर विद्यालयमा निजी विद्यालयहरूको एउटा शिक्षकको रूपमा यो भेगमा छिर्दाखेरि मलाई लाग्थ्यो यहाँ जुन भेगमा बस्ती व्यवस्थापन, अन्य भौतिक पूर्वाधारको आवश्यकता त छँदै थियो, साथसाथै पठन पाठनको लागि एउटा दुईटा त्यो पनि निकै निम्न स्तरको भौतिक पूर्वाधार र व्यवस्थापनसँग चलिरहेका सरकारी स्कुल बाहेक अन्य प्राइभेट स्कुलहरू भेगमा थिएनन्। र त्यतिखेरकै दौडानमा लामो यात्रा पार गर्दै म एउटा विद्यालय खोल्न सफल भएँ र मलाई लाग्थ्यो यहाँ निजी विद्यालयहरूको खाँचो छ, यहाँ हामी आफैले, त्यसमा पनि हामी जस्ता युवाहरूले एउटा उच्चतम लक्ष्यका साथ, समर्पित भावनाका साथ र अभिभावनका भावनाहरूसँग जुझ्ने, अनि हामी गाउँबाट काठमाडौँमा छिर्दाखेरि जुन किसिमको दुःख पीडा हामीले गाउँमा भोगेका थियौँ, त्यही खाले पीडा हाम्रो अगाडि छताछुल्लो भएको अवस्थामा यहाँका जनताका छोराछोरीहरूलाई हामीले पनि शिक्षा दिनुपर्छ, यो गाउँ हाम्रो हो, यो भेग हाम्रो हो भनेर हामी लाग्दै थियौँ। र त्यतिखेरै जतिखेर मैले यही मनमैजु डाँडा गाउँमा हिमरश्मि हाई स्कुल स्थापना गरेँ र हिमरश्मि हाई स्कुल स्थापना गर्ने दौडानमा मैले केही मेरा आसपासमा केही विद्यालयहरू त नखुलेका पनि होइनन्, तर एउटा उच्चतम गति, स्वस्थ प्रतिस्पर्धा अनि हामी निजी विद्यालयका समान अधिकारको लागि लड्नुपर्छ, हामी एक हुनुपर्छ, हाम्रा भावनाहरू एक हुनुपर्छ, हाम्रो लक्ष्यहरू एक हुनुपर्छ, हाम्रा अभिभावक एउटै हुन्, हाम्रो भेग एउटै हो भन्ने किसिमका विद्यालयहरूको खाँचोमा म तडपिरहेको अवस्थामा यस कौशल स्कुलले एउटा आफ्नो छुट्टै पहिचान खडा गरेर यो लाम्बगरमा मनमैजुको यो एउटा अत्यन्तै घना बस्तीको बिचमा आज विकसित भन्दै गइरहेको यस कौशल स्कुलसँग मैले सहकार गर्ने शुभ अवसर पाएँ। जतिखेर मैले निज विद्यालयका प्रिन्सिपलहरू मिल्नुपर्छ, हामीले हाम्रा अभिभावकलाई समान भावनाहरू पोख्नुपर्छ, समान हैसियत भएका अभिभावकलाई निम्न स्तरको, निम्न दरको फी स्ट्रक्चर राखेर हामीले यहाँका जनतालाई सेवा दिनुपर्छ भनेर जुन किसिमको हामीले कबुल गर्ने बाचाका साथ एउटा सङ्गठित हुने हामी अगाडि बढ्दै थियौँ, त्यही दौडाउनमै मैले यस कौशल स्कुलका प्रिन्सिपल आदरणीय मेरा मित्र शिवप्रसाद अरियालज्यूसँग मैले सम्पर्क गर्ने शुभ अवसर पाएँ
र त्यतिखेरै हामीले त्योभन्दा अगाडि एउटा सङ्गठनको रूपमा मैले अर्गनाइजेसन प्राइभेट स्कुलको एउटा परिकल्पनाका साथ एउटा सङ्गठित साथीहरूसँग मैले स्थापना गरिसकेको थिएँ। तर यो सङ्गठनलाई हाम्रा अधिकारको लागि अनि हाम्रा सम्भावनाका ढोकाहरू खोल्नको लागि अनि अवसरहरू दिनको लागि पनि यो सङ्गठनलाई मजबुत बनाउन जरुरी थियो। त्यही मजबुत बनाउने दौडानमा धेरै भेगका छरिएका साथीहरू लगायत मैले कौशल स्कुलको पूर्ण साथ पाएँ र कौशल स्कुलका मित्र जसको उद्देश्य मैले जुन परिकल्पना गरेको थियो त्यो परिकल्पनासँग मिल्न गयो र हामी हरेक क्षेत्रमा हरेक ठाउँमा मात्र यस मनमैजुमा मात्र सीमित नभएर र हामी काठमाडौँ उपत्यकामा हरेक क्षेत्रमा शिक्षाको एउटा ज्योतिलाई शिक्षा कम शुल्कमा हाम्रा अभिभावकको अनुहार पढेर हाम्रा जनताका छोराछोरीहरू पढ्न सक्ने खालको शिक्षा यो भेगमा दिनुपर्छ भन्ने नाराका साथ हामी अर्गनाइजेसन प्राइभेट स्कुलको एउटा सङ्गठक नाराका साथ हामी चारैतिर घुम्न सफल भयौँ र आज अर्गनाइजेसन प्राइभेट स्कुलमा आबद्ध यो विद्यालय आज यो भेगमा यो क्षेत्रमा आफ्नो हैसियत र आफ्नो क्षमतालाई प्रदर्शन गरिरहेको तपाईँले छर्लङ्ग देख्नुभएको छ। हामी प्राइभेट स्कुल सञ्चालकहरू राज्यबाट अनेक खाले हन्टर र ठक्करहरू खाइरहेका छौँ। हामीलाई राज्यबाट कुनै आर्थिक सहुलियत छैन। सहुलियतको कुरो त पढै जाओस्, आज राज्यले विभिन्न किसिमका बाधा अडचनहरू खडा गरेर विभिन्नहरू शिक्षा नियमहरू लिएर निजी विद्यालय खोल्नेहरूले त पक्कै पनि आज स्कुल खोलेका छन्, भोलि यो स्कुलबाट कमाउन सुरु गरिसकेका छन् भन्ने जस्ता एउटा जुन किसिमको राज्य स्तरमै राष्ट्रिय स्तरमै अफवाहहरू फैलाइरहेका छन् र त्यही अफवाहको बिचमा हाम्रा आदरणीय अभिभावकहरू न त गतिलो सरकारी स्कुल छ जहाँ आफ्ना छोराछोरीलाई निर्धक्क र ढुक्कसँग केयरसँग पढाउन सक्नुहुन्छ, न त आज एउटा निजी स्कुललाई माथि आफ्नो उद्देश्यमा अगाडि बढ्नको लागि अगाडि बढ्ने किसिमको वातावरण छ। विभिन्न ऐन कानुनहरू, फिस बढाउन पाइँदैन, भर्नामा लिन पाइँदैन, ठुला कक्षा कोठा चाहिन्छन्, ठुला बिल्डिङहरू चाहिन्छन्, यावतका कुराहरूलाई लाद्दै शिक्षकहरूलाई अनेक खालका सेवा र सुविधाका कुरा जुन सरकारी स्कुलले पनि पुरा गर्न सकेको छैन ती कुराहरूलाई लाद्दै हामीलाई विभिन्न खाले अब्स्ट्याकलहरू समस्याहरू पार्दै पनि आज यो भेगमा हुन त यो भेगमा धेरै निजी विद्यालयहरू तपाईँले छिचोल्दै बच्चाहरू पढाउनु भएको होला, तर त्यो निजी विद्यालय एउटा निजी विद्यालय हो जहाँ तपाईँका छोराछोरीहरू जहाँ तपाईँले पढाएका छोराछोरी सुरक्षितका साथ तपाईँले धान्न सक्ने, तपाईँले कमाएको एउटा सानो भाग छुट्याएर तपाईँले आफ्ना बालबालिकालाई विद्यालयमा पढाउन सक्नुहुन्छ। अनि त्यस्तो प्रिन्सिपल त्यस्तो शिक्षक जोसँग तपाईँले निर्धक्कसँग आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ, जसले आज अनेकौँ अप्ठ्यारो र विषम परिस्थितिमा स्कुल सञ्चालन गरेको छ, भोलि नौलो र सुनौलो भविष्यमा एउटा पूर्ण भौतिक पूर्वाधार सहितको एउटा विद्यालय बनाउने परिकल्पनाको सहित लागेको एउटा प्रिन्सिपल तपाईँले पाउनुहुन्छ। ती प्रिन्सिपल पाउने भन्नेका ती सेवा र सुविधा तपाईँले पाउने भनेका यो भेगमा अर्गनाइजेसन अफ प्राइभेट स्कुलसँग आबद्ध विद्यालयहरू तपाईँले पाउनुहुनेछ। यस अर्थमा पनि अर्गनाइजेसन अफ प्राइभेट स्कुल्सका मेम्बर विद्यालयहरू सक्षम छन्। हामी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका ट्रेनिङहरू हामीले लिएका छौँ। हामी अभिभावकसँग गएका छौँ, हामी अभिभावकको पछाडि गएका छौँ र अभिभावकको मर्म र भावना हामीले आँखा अगाडि दिएका छौँ। उहाँले कुन लेभलले आफ्नो बच्चाहरू पढाउन सक्नुहुन्छ, उहाँको भावना पहिला उहाँको किचनमा गएर उहाँको आँगनमा गएर उहाँको समस्यालाई पहिला हेरेर मात्र हामी फी स्ट्रक्चर बनाउने स्कुलहरू हाम्रा फी स्ट्रक्चरहरू तपाईँले हेर्नुभयो भने पत्याउन तपाईँलाई पनि गाह्रो होला। मैले पनि 1100को हाराहारीमा विद्यार्थीहरू अध्ययन गर्ने हिमरश्मि स्कुलको फी स्ट्रक्चर अनि कौशल स्कुलको फी स्ट्रक्चर तपाईँले हेर्नुभयो भने धेरै कुराहरू तपाईँले समान पाउनुहुन्छ र हामीले दिएको क्वालिटीलाई तपाईँले अध्ययन गर्नुभयो भने यो काठमाडौँमा ठुला बिल्डिङ र ठुल्ठुला कम्पाउन्ड खडा गरेर बसेका निजी विद्यालयहरूको भन्दा हामी धेरै माथि छौँ। यस अर्थमा पनि हामी माथि छौँ कि हामी ट्रेन प्राप्त प्रिन्सिपलहरू हौँ। हामी समूहमा अगाडि बढेका छौँ। हामी राज्यको कानुन र नियममा हामीले फलो गरेका छौँ। हामीले शिक्षा नियमावलीलाई फलो गरेर आएका छौँ र हामी भोलि के हुन्छ भनेर हामी डराउँदैनौँ। आज हामीले के गर्नुपर्छ भनेर मात्र हामी सधैँ चिन्तित छौँ। त्यस अर्थमा पनि यो कौशल स्कुलले पनि एउटा प्राइभेट स्कुल बिचमा भएका जुन अफवाहहरू, प्राइभेट स्कुलप्रति जुन अभिभावकका वितृष्णालाई पक्कै पनि मारेर प्राइभेट स्कुलमा एउटा गुणस्तरीय पठन पाठन हुन्छ भन्ने किसिमको भावना जगाउनमा यो कौशल स्कुल सफल भएको मैले नजिकबाट देखेको छु। आज म भन्छु यहाँको जुन यङ इनर्जेटिक टिम छ, यहाँको भाइस प्रिन्सिपल हाम्रो भरत सर,
त्यस्तै गरेर यहाँको इन्चार्ज जीवन सर अनि यहाँको सञ्चालक समितिका सबै साथीहरूसँग हामी कहिले पिकनिकमा रमाउँछौँ, कहिले हामी फुर्सदमा भलिबल खेलेर रमाउँछौँ, कहिले हामी पठन पाठनका चिन्तनहरू गरेर रमाउँछौँ, कहिलेकाहीँ हामीमा आएका समस्याहरू हामी सेयर गर्छौँ, हामी पारिवारिक समस्याहरू सेयर गर्छौँ, हामी संस्थागत समस्याहरूलाई सेयर गर्छौँ अनि हामी अत्यन्तै अभिन्न एउटा मित्रको रूपमा हामीले दुईटा अत्यन्तै नजिकका विद्यालयलाई अत्यन्तै भाइचारा सम्बन्धमा हामीले डेभलप गरेका छौँ। र मलाई लाग्छ यहाँ मेरो अगाडि कति अभिभावकलाई मैले देखेँ, मेरो स्कुलका अभिभावक पनि यहाँ मैले देखेको छु। यो अभिभावक भनेको मेरो स्कुलमा आउने अभिभावक यहाँ आउनुभएको छ, यहाँ आउने अभिभावक मेरो स्कुलमा गएर कार्यक्रम हेर्नुहुन्छ। यही हो हाम्रो सम्बन्ध। यही सम्बन्ध यस हिमरश्मि हाई स्कुल र कौशल स्कुलले निरन्तर रूपमा जहिलेसम्म यी विद्यालयहरू सञ्चालन भइरहनेछन्, जहिलेसम्म हाम्रो उद्देश्य प्राप्ति हुने छैन, तहिलेसम्म पनि यी विद्यालयहरूको भाइचारा सम्बन्ध यसरी बढोस्, यसरी भाइचारा सम्बन्ध बढोस् कि यहाँका कमी कमजोरीहरू मैले उहाँलाई सल्लाह दिन सकौँ, मेरा कमजोरीहरूलाई उहाँले सल्लाह दिन सक्नुहोला अनि हामी भोलि एउटा प्राइभेट स्कुल, एउटा नमुना यो भेगको प्राइभेट स्कुल हामीले बनाउन सकौँ भन्ने आशा गर्दै आजको यो महत्त्वपूर्ण घडीमा नाचगान रमाएर अनि आफ्ना छोराछोरीहरूका नृत्यहरू गीतहरू हेरेर रमाउने सो अवसरमा पनि केही भाषणका कुराहरू राखिदिएर म एउटा छिमेकी स्कुलको प्रिन्सिपलको म आज यो विद्यालयको शुभचिन्तकको नाताले मलाई पनि केही शब्दहरू राख्न दिनुभयो र केही बोलनमा मैले अलिकति बढी टाइम दिएको अवस्थामा पनि अभिभावकजीहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावसँग क्षमा माग्दै अर्गनाइजेसन अफ प्राइभेट स्कुलको आजै 3वटा स्कुलमा प्यारेन्ट्स डे छ। म यसको अध्यक्षको नाताले म प्रत्येक स्कुलमा कार्यक्रममा उपस्थित भएर जानुपर्ने छ। मलाई फोन आएको छ। यसपछि अर्गनाइजेसन प्राइभेट स्कुल आबद्ध अन्य 2टा विद्यालयमा पनि यसै गरेर प्यारेन्ट्स डे चलिरहेछ र तपाईँ अभिभावकज्यूहरू जो शालीन भद्र भएर यो कार्यक्रम हेरिरहनु भएको छ र यो कार्यक्रमलाई अन्तसम्ममा आफ्ना छोराछोरीका गतिविधि र मभन्दा सिनियर पनि हाम्रो थकिन सर हुनुहुन्छ, राम सर हुनुहुन्छ, सिनियर सरहरूका विचारहरू सुन्नुहुनेछ र यो विद्यालयका गतिविधिहरूलाई बोल्नु पर्दैन, भन्नु पर्दैन, अघि एक्टिभिटिजबाट देखिरहेको छ। आज यो विद्यालयले उन्नति गर्दै जाओस्, यहाँको क्वालिटी एजुकेसनमा कुनै सम्झौता नहोस्, यहाँका शिक्षकहरू अत्यन्तै स्फूर्त र आफ्नो क्षेत्रमा दक्ष हुन्, यहाँका अभिभावकहरू अत्यन्तै विद्यालयलाई माया गर्ने हुनुहोस् र यहाँको विद्यालय व्यवस्थापन समिति पनि अत्यन्तै स्कुलमुखी, शिक्षकमुखी, अभिभावकमुखी र विद्यार्थीमुखी होस् भन्दै अर्गनाइजेसन प्राइभेट स्कुलको तर्फबाट, हिमरश्मि हाई स्कुलको तर्फबाट, प्याप्सनको तर्फबाट यस शुभ अवसरमा मलाई केही शब्द बोल्न दिनुभएकोमा यो विद्यालय परिवारप्रति पुनः हार्दिक कृतज्ञता व्यक्त गर्दै म मेरा केही शब्दहरू यहीँ टुङ्ग्याउँछु। धन्यवाद। धन्यवाद लोकेन्द्र सरलाई। उहाँलाई एकपटक जोरदार तालीले यस मञ्चबाट बिदाई गरौँ। सहकार्य, सहमति र एकताबाट नै शिक्षाको विकास गर्न सकिन्छ भन्ने उहाँका यी ओजस्वी शब्दहरू साह्रै गम्भीर थिए। बोलेर होइन, गरेर देखाउनुपर्छ। ठक्कर खाएन भने धातुबाट मूर्ति बन्न सक्दैन। यस्ता ओजस्वी शब्दहरू व्यक्त गर्दै उहाँ यस मञ्चबाट गइसक्नु भएको छ। अबको पालीमा हामी एउटा सुन्दर नृत्य पस्कन जाँदैछौँ।